भिडियो चाहिँ टक्क स्किप नगरी हेर्नु होला। भ्यू त पुरै घिउ छ। ओहो सनराइज ठक्कर के छ के भयो यस्तो ठक्कर। यहाँ सन्दीप राणा उ प्योर फर्ममा, यहाँ रिना राणा, विद्या राणा, दिव्या राणा, हाम्रो यहाँ कहाँ गएर गऱ्यो होइन, राणा, शिखर राणा, झलक थापा, डोलराज राणा, नवीन राणा, निम राणा। सो आजको हाम्रो पनि माथि बुढी सत्तरी जाने हो। रात परे यहाँ छाएको देखिन्न राम्रोसँग। सत्तरीको यात्रा हाम्रो कस्तो हुन्छ, कसरी गरिन्छ, कहाँ गइन्छ, कसरी रमाइलो गरिन्छ हेरिराख्नु होला। भिडियो चाहिँ गाइज 2 बजे उठेर रेडी भएको, भर 4 बजे 4 बजेतिर 4:30 बजे हिँडियो। ल फाइनली हामी भसाको मन्दिरमा आएँ। भसाको हाम्रो यो मन्दिर हो। टक्क यहाँ सरहरूले पात भयो नि फुल भयो नि चढाउनु पर्छ। यहाँ चाहिँ सबै कुरामा म ठक्करै ठक्कर के छ के भयो यस्तो टक्कर। ल बहिनीहरूले पनि ठ्याक्क ल बजाऊ ल छिटो। फुल तपाईँहरू आउनुभयो भने टक्क पात यहाँ फुल चढाउनु होला। यहाँ आउनुभयो भने गाइज यो हाम्रो भाषामा मङ्सिरमा है पूजा गरिन्छ। टक्क ल है हाम्रो गाउँ तल लाइट फलास बालेको देखियो होइन, अलि लाइट ब्लेट ठाउँ छ नि यहाँ। यही नि हाम्रो गाउँ। ल भिडियो चाहिँ हेरिराख्नु होला टक्क। हामी बल्ल बल्ल भसाबाट त मास्तिर आएर भसा त 1300 लाग्यो। अब सत्तरी जान हामीलाई धेरै टाढा छैन, गर्मी हुन्ला। टोपी ऐजारबाट लगाएको हजुर। हेलो होला हामी सम्पूर्णमा भसाबाट माथि उक्लिसकेका छौँ। पुट्टली बहिनी, हाम्रो पुट्टली बहिनी पखेट त छ यस्तो यस्तोमा छ नि, म लुकाएर राख्यो। बेराना पुट्टली थापा आदरणीय मेरा प्यारा प्यारा मित्रहरू, बस कृपया युट्युबमा हाल्नुहुन्छ र सब्स्क्राइब गरिदिनु होला। केटा मान्छे भएर हामी ठुलासँग नहिँडेर हजुरको जिम्मा हामीले ल्याएको छौँ। पूर्ण सक्छस् नि तैले पाकिनी कुले बिगार्छ त्यो जिम्मा। कुले बिगार्छ यहाँ। सत्यौटीमा प्रवेश भयो हाम्रो। सत्यौटीमा टक्क फाइनल्ली भर कति बजे नानीहरू त? ए कति बजे हो हेर त? 5 बजेर 41 मिनट जाँदा चाहिँ हाम्रो सत्यौटी बजेको दर्शनमा हामी प्रवेश गरिसकेका छौँ मन्दिरमा। मन्दिरमा भर्खरै एउटा लाइन लागेको छ, भर्खरै नै अघि नै एउटा लाइन लागेको छ मन्दिरमा। टक्क हेर धेरै छ, त्यही पनि देखाइदिउँ न यसो। सबैले हेर्छन् भिडियो गरेर धेरै आएछ नि के हो हाम्रो खर जाम कि? आउन आउन खर सत्यौटीतिर टक्क बल्ल प्रवेश। छोडिन्छ त केटाहरू त यार, हाम्रो टोलीहरू कहाँ छ नि त फेरि? भाइ चाहिँ टोली हाम्रो टोली त यहाँ रहेछ। हाम्रो टोली हाम्रो गाउँको टोली यहाँ खोलखोल खेला छ नि, हिँड्बाट हाल्दा हुँदैन नि त। ए लाइभ होइन नि त ल, यतातिर यहाँ हाम्रो छिमेकी गाउँको लाइभहरू चाहिँ होटल छ टक्क यहाँ भनौँ न गाइस। अँडेर छ राम्रोसँग यसो बुझेर हेरिदिनु होला। भर त्यति माहौल अलिअलि तात्दै रहेछ यहाँ बल्ल बल्ल। सांस्कृतिक मेला हुने ठाउँ यहीँ हो। ल सांस्कृतिक मेला होइन कि सांस्कृतिक कार्यक्रम हो होइन। तर सबै एकैचोटि आउनु पाइएन। छोड्दै छ नि साथीहरू पछाडि, म बहिनीसँग छु, एकजना बहिनीसँग पछाडि छ नि है, आइरहेको रहेछन् नि त। धेरै छ अब अहिले
लेट्स सी हेरिराख्दै गर्नु होला गाई वा हामीले त गाडी पाइन्न होला भन्थ्यौँ गाडी चाहिँ पाइयो है ल कस्तो फिल भइरह भन त कस्तो फिल भयो के रे मसिना के भन्छ रे अब हामी मसिनातिर है मसिनातिर निस्केर लाग्यो भ्यू ल भ्यू भ्यू हो कि के हो ओहो नि हेर न खतरा देखियो यार भ्यू त पुरै घिउ छ वा हेर न मसिनाको भ्यू वा 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 गाइस मसिना छ हो हेरौँ न भ्यू त ओहो भिडियोग्राफी थियो कि यहाँ बसेर ओहो प्रवेश गरी हो भन्ने गोरे भेना कस्तो भएको छ माथि बस्नेलाई सुन्ने ल हाम्रो त हिँड्दा थकी भयो गाडी पाइयो यस्तो लाग्छ तर हो सक्सल पुग्योस् दुई हात माथि उठेको भयो माका समार ल आउँदै गर्नु है ल मोबाइलमा त लास्ट रिस्की ह भिडियो हल्लिन्छ गाई बल गर भाइ यो हैसे नेट पार्छ अरे ल यहाँ गाडीले बल गरिरहेछ कोसिस भइरहेछ ल फाइनल्ली हाम्रो गाडी निक्ल्यो है हाम्रो गाडी निक्ल्यो गाडी ओहो भ्यू त जति हेरि नठाक्नु छ क्या फेरि ओ माई गडनेस ओहो नि पऱ्यो अया के हो र हेर न उता हेर त नानी ल सबै पुरा इन्जोय मुमेन्टमा खान्छ सबै इन्जोय मुमेन्टमा त्यो तल्लो सचेतदेखि आएको हामी त दाना देख्यो नि टुप्लोको सानो त्यही हो जुम गरेर ल भिडियो धेरै लामो गराउनु भन्नु फेरि मोबाइलमा त रिस्किने हुन्छ आफ्नो ज्यान पनि जोखिममा पार्नु भएन होला टक्कै यो घुम्टी कटेसीमा इन गर्छु कि म अनि अर्को देखाउँछु इन गर्छु भन्दा नि म यो मोमेन्ट इन गर्छु अर्को मोमेन्ट फेरि क्याप्चर गर्छु देखाउँछु गाइस भिडियोमा बनिराख्नु होला तर लास्ट दामी स्याहार लुम्पेको एरिया पनि मस्त देख्यो तर त्यहाँ त देख्यो होइन स्पिडमा भएर आयो है स्वागतवाला के चिच्चाउ के त चिच्चाउ ए चिच्चाउ स्वागत कुलार माता चोट भनेको ल हाम्रो यो गेटबाट प्रवेश भयो ल छिटा ओ त्यहाँ पैसा उजार्ने छन् तिनीहरू यहाँ हिरुनीहरू तिमी त राम्रो देखिँदैछौ क्यामेरामा त यार ल अब टक्क अब हाम्रो यहाँ के अरे त्यो एउटा मिलिसक्यो अलि नास्ता खाना मिल्छ के अरे हाम्रो अब सत्यवती प्रवेश ठुलो सत्यवती बुढी सत्यवती प्रवेश भइसक्यो टक्क ओहो ल आज कसले हेर्ने भनेको भ्यू हेर्ने भनेको होइन हो टक्क माथिदेखि धेरै देखिन्छ माथि फोटो खिच्ने ठाउँ छ टक्क अब यत्रो सबै फुल छ कि साहब हिँड्नुहोस् त टक्क लाने हो छ गरे क्या नानीहरूले लेखन गरे भिडियो खिचेको लाने न भन्नुहुन्छ अब भिडियो खिचेको भने त्यहाँ त खर्चै गर्ने भन्ने कुरा भएन होइन
हाम्रो चाहिँ अब त्यो फुलहरू चढाउने हो के रे अलरेडी घरबाट लिएर अब धेरै चढाएर धेरै हुने नि होइन थोरै चढाएर थोरै हुने नि होइन अब फुल चढाए अनि अगरबत्ती बाले भएको धेरै चढायो हुने होइन र अब ठुलै ठुलै चाहिँ गरेर केही हुने होइन र अनि तर रिजर्भ गरेपछि त रिजर्भ गरेको पैसा हामीले रिजर्भ गरेर दिनुपर्ने हो कि हामीले रिजर्भ गरेर दिएर ड्राइभरले हामीलाई नमाग्ने हो नि त खास उता पनि लिने यता लिने मन पाएन टक्क हामी रालिङ बोल्दैछ हाम्रो टोलीहरू आउँदैछ भने हाम्रो टोलीहरू यिनीहरू टक्क भिडियो चाहिँ टक्क स्किप नगरी हेर्नु होला अब कन्टिन्यू गर्न पाइन्न क्लिप देखाइरहेको छु भिडियो चाहिँ हेरिराख्नु होला गाइस ल 8 सोर्लुकै निक्लियो अरे के अरे सनराइज हेर्न भनेर यहाँ छिटो ढाएको हामी यार आउँदैछन् टक्क हेर छ त ल हेर यतिकै ल म भिडियो गर्छु ओहो सनराइज जुम गर्ने कति ठिक छ होला ओ चाहिँ कालीगण्डकी 4 नलाउ मलाई नछौ त टक्क यहाँ अब धेरै यही मात्र हेरेर भएन कि हेरमै सबैको मोबाइल तेर्छ भर्खर चाहिँ सबैको ल सबको मोबाइल तेर्छ भर्खर ल फोटो खिच्ने हो कसैले कि त फोटो खिच्ने इच्छा हुँदा हुँदै ल है टक्क लाएर मुख त धोको यार हामीले त यार सर आएर सनराइज पनि हेरियो मस्त भ्यू चाहिँ बब्बालै छ है को आउनु भएको थियो भ्यू हेर्न टक्क कमेन्ट चाहिँ गरौँ गाइस नाइ पहिला त्यति जरुरत छैन टक्क लाएर ल माथि अब मन्दिर प्रवेश गरेको भिडियो हेर्ने है ल टक्क यो बुढी सत्यवतीको मन्दिर लाइनमा हुनुहुन्छ सबै जाम माथि यहाँ चाहिँ पाएन नि जान त मान्छे तन्नै रिस कता त बाटो नानी कहाँ गयो आऊ सब अब बहिनी पूजा गर्ने दर्शन गर्ने लाइनमा सबैजना यहीँबाट आइदियो नि त बाटो तयार टक्क यहाँ टाइप लाइन हेर न यस्तो ओहो हो ल टक्क टेन्सन मिल्दैन सर टक्क हामी टिका लगाएर ठक्क आइयो सबको टिका लाग्छन् तिमीलाई होइन र तिम्रो टिकै अड्डे होइन यार मेरो दुईटा मात्र अड्डे अरे छैन ल सबै माथि गएर फर्किसक्नु भएको छ हामी पनि यसो गइदिउँ न एक झलक आइसकेपछि किन हार मान्ने होइन यत्रो बाटो आइयो थोरै बाटो त घुमाऊँ न भन्ने यसो सोच हो टक्क लाएर मन्टो घुमाएर भने
सबै झरेको छ नि त नि के रिडमको बाल होइन मान्छे तन्ने होला नि माथि आज नि यस्तो त बल्ल त हुन त हामीलाई बल्ल आएको भन्ने थियो के अब अझै पनि हामी बुढी सट्यौटी नै छौँ होइन बुढी सट्यौटी होइन बुढी सट्यौटी डुल्यो बस्यो काम छैन हाम्रो भन्न भएन काम भइरहेको हामी ठक्क कति बेला पुग्ने हामी माथि यार आऊ बहिनी अलिक जाऊँ यस्तो ढिलो चालेर पुगिन्न हामी नानी आऊ ठक्क माथि गएर यसो एक झल्को देखिन्छौँ हामीले हेरिराख्नुलाई भिडियो चाहिँ टक्क लाएर देख्न सक्छौँ फाइनल्ली हामी चाहिँ हाम्रो बुढी सट्यौटीको अन्तिम माथि डाँडामा आयौँ है ल हेर नि आग लिँदै के नै बहिनी त यार राम्रो चाहिँ के छन् टक्क ल जाऊँ यता जाने कि यता जाने अगाडि जाने कि पछाडि आएर आऊ नानी आऊ यता टक्क भिडियो चाहिँ त्यस्तो मेमोरिज सर लाएर गाइज भन्ने भने म अझै पछि यहाँ चिनेको नचिनेको पुरो नचिने भएर त म चिन्न होला सरी भिडियोमा चाहिँ फेरि भन्नु होला केही छैन भर्खर आएको कुखुरा नमस्ते सन्चै छौ भन्नुभयो अब म त भने कि यार मैले त चिनेको थिएन अकस्मात र यहाँ पनि अगरबत्ती जलाउने ठाउँ छ होला यो चाहिँ बहुत ठुलो यो चाहिँ के भन्ने थियो अरे नवीन यसको के थियो अरे कहानी यसको रहस्य कहानी के थियो हात्तीको पाइला भन्ने यो चाहिँ उबेलामा के उड्यामा थियो उबेलाको हात्तीको पाइला छ यो ढुङ्गामा भन्ने चाहिँ धारणा छ होइन हो बाघको पनि हो अरे ल टक्क लाएर हाम्रो लास्ट स्टेप यही हो लास्ट मन्दिर छ तल ए यार के अरे होइन कि भन्न चाहिँ स्टेप त यही हो नि लेभल जाम ल खै जाम तल ल हात्तीको र होइन पर गएर आम लागेर पर गएर यति याद जानु परेन तल घर जाने ला केही हुन्न मान्छे अब अन्टिम नै हुन लाग्यो यहाँ ल गाइज यस्तै छ हल्ली चल्ली कठलिङ्ग जे गरे नि भएको छ जे बोले नि भएको छ भन्ने होइन ल वाह बनकर कट देखेन धन्न क्यामेरा घुमाएको थिएन होला मैले कहाँ कहाँबाट आउनु भएको र होइन यहाँ कहाँ कहाँबाट आइपुग्नु भएको त हामी त यहीँबाट फुच्च नजिक त आउनु पर्यो नि होइन हाम्रो लागि त अर्कोले कि भन्दा नि हामी तकरिबन लास्ट स्टेपमा छौँ साथीहरू यहाँ चाहिँ हाम्रो एउटा मन्दिर रहेको छ तल के मन्दिर भन्छ आया ठेस्ला एक्लै मन्दिर अरे हेरि कुरा हारेको यस्ता रहेछ विसत्यतिको मेन के मन्दिर लास्ट ए अकेला छ भने हेपेको हो भन्दै हजुर ल साहब आउनुहोस् यहीँ खिच्ने ल है ल उहाँ चाहिँ छ मन्दिर टक्क यहाँ त हेर यहाँको भ्यू चाहिँ सरर स्टेप बाई स्टेप हेर न भ्यू त ओहो माई गडनेस थाप्ले भन्ने ऊ के हेर नि त्यहाँ बाल जस्तो मिलाएको छ नि त्यही हो के ल वहाँ थाप्ले भन्ने ठाउँ त्यही है त्यो मिलाएर नै उचाइको ठाउँ होइन गुल्मीको कहाँतिर पर्छ जहाँ चाहिँ ऊ के यहाँ ठ्याक्कै थाप्लेको थाप्ला देखिन्छ के उसबाट भार्सेबाट के होइन कि भार्से यतातिर हो कि क्या होइन त्यो टाढा ठ्याक्कै देखिन्छ के थाप्लेको थाप्ला
भारसे कहाँ अरे एउटा हो एउटा हो भारसे एउटा है साहब एउटा हो अरे ल भिडियोमा बनिराख्नु होला गाइस ल गाइस सत्यवतीको झलकहरू नि हेरिसक्नु भयो होला माथिल्लो सत्यवतीको हामी चाहिँ अब यहाँ त फर्किन लागेको नास्ता सास्ता खानु पुरा पूजा गरेर भ्याइयो होइन पूजा त्यति गरेन त्यो अगरबत्ती जलाउने फुल चलाउने भयो अब धेरै गरेर धेरै हुने चिज होइन थोरै गरेर थोरै हुने चिज होइन त्यही पनि टक्क लाएर भिडियो चाहिँ हेर्नु भयो होला माथिको झलकहरू टक्क हाम्रो सबै ग्रुप सबै रेडी छन् अब जान अब नास्ता के खाने भन्ने कुरामा डिसिजन हुँदैछ नास्ता खाएर चाहिँ तल जाने तल गएर फेरि खाने त्यसपछि इन्जोय तपाईँले हेर्ने बस्ने पास त्यही हो भिडियोमा चाहिँ बसिराख्नु होला गाइस धेरै भिडियो गराइराख्नु अब हेर्ने बस्दा बोरिङ लाग्छ ल फाइनली हामी नास्ता खाने प्लान क्यान्सल भयो हाम्रो माथि नास्ता खाने प्लान क्यान्सल गरेर तल अब डाइरेक्ट तल गएर खाने किनकि माथि नास्ता राम्रो थिएन नि त हामीलाई त्यही भएर तल खाने भनेको हामी ठ्याक्क अघि जिपमा उत्रेको ठाउँमा आइपुग्यौँ अघि त अलि खाली ठाउँ अलि हिँड न छिटो नमस्ते दुईवटा हात जोड्न पाइन्न प्लिज सरी हेरौँ न यहाँ पार्किङ स्थल प्याकिङ हुन लाग्छ है भर्खर एकचोटि बम्मै बिहान यसरी हुल भयो भर्खर अब फेरि हुल हुनु ला अर्को हुल थुप्रिनु ला भर्खर यस्तै टक्क यहाँ चाहिँ पार्किङ स्थल चाहिँ प्याक हुन आँटिसकेको छ ओहो हुन त हेर नि त ठ्याक्कै एमआरपीको जस्तै देखिनु खोज्ने बेटो गाडी तर होइन है टाढाबाट हेर्दाखेरि त्यस्तै देखिने है टक्क लाएर सरर एमआरपी भनेको मेरो बेस्ट होला तर ल फाइनल्ली अब हामी तल्लो सत्यवती आइपुग्यौँ होला अझै पनि हाम्रो ग्याङ टुटे छैन हाम्रो ग्रुप टुटे छैन होइन सबै चाहिँ छौँ हामी 14 जना गएको 14 जनै छौँ हामी अझै पनि हजुर नानी तिम्रो गुनासो यहाँ पोख त नानी गुनासो पोख त तिम्रो मलाई अलिक खान मन लाग्दैन तिमी भोको बेला खाइन्छ के रे चाउमिन मगाइयो खाइयो खाएपछि त भैँसीको मासु लाग्यो त्यहीमा पकाइदिएको नभनेको ल अब हामी यहाँ आइयो टक्क अब गएर नास्ता सास्ता खाने हो त्यसपछि के कस्तो हुन्छ सबै देखाउँछु भिडियो चाहिँ हेरिराख्नु होला गाइस अब भर्खर हेर्दा पनि अझैसम्म सब्सक्राइब लाइक कमेन्ट गरेर राख्नु भने चाहिँ गरौँ होइन नानी एकदम तपाईहरुले यस्तो गर्नुभयो भने तपाईहरुले कन्ट्याक्ट बस यहाँ हाल्नु नि त जसको मेरो प्रत्येक भ्लगमा जसको धेरै कमेन्ट हुन्छ त्यसैले सुन्तलाई गिफ्ट पाउँछ अल्छी लाई हजुरलाई त गर्ने मन नलाए पनि गर्नुस् थिच्नुस् मानम झुकिएर त्यहाँ गयो का लाइक नगर्नुस् बस ल झुकिएर गयो का यहाँ नास्ता खान सुरु छ हाम्रो चाउमिन यहाँ चटपटे चाउमिनमा छ के हो र यार यो नास्ता खुवाइचल भाइ नास्ता खाइचल भाइ पक्कै पनि यो मिठो हैन त्यही भएर यो त धेरै भएको यार गोठको त डल्लै हो मिठै छ के पनि बसेर खाऊ कि नानी सुन्यौ बसो के यस्तरी बस्न नहुयो त ए ठ्याक्क बस्ने के यस्तरी डोल्छलाई चाउमिन दिने अरे के गरे है यहाँ त मासु हो चिकन हो के दाइ चम्चा है यहाँ दुई त जाड छिटो खान एक ठाउँ राखौँ होला नि त यस्तो मकै ल्याएर चाहिँ यो जुठो हैन नि त कस्तो भनेको त नि मा चटपटे खान्नै छ ए धन्नै खोप्ले गएको छ ओ लाले हाले पर्यो के हाल्नु राम्रोसँग देख्नै पाइएन नि त्यहाँ त्यही भएर सर र बस्ने देखिन्थ्यो नि सर होइन मिलेर बस्नु भनेको मान्दैन नि टोलीहरूले चटनी छैन र के यहाँ चटनी बोका चटनी त म त खान्न ल अब नास्ता सास्ता खाएर पनि हामी टक्क लाएर हिँडिसक्यौँ हाम्रो के अरे अब कार्यक्रम हुने स्थलतिर त कार्यक्रम त सुरु भयो होइन तर पनि त्यो स्थलहरूलाई हामीले रोमाञ्चक पार्दै रोमाञ्चक
रूपमा अब हेर्नको निमित्त जाँदैछौँ। यो धार्मिक स्थल हाम्रो के अरे यो माथिको बजे सत्यवती र यहाँ तरुणी सत्यवतीमा आएका छौँ। बस हामी यहाँ एकदमै खुट्टाको खुर दुखो यार अब के गर्ने शिखरले कसो गरेको अरे फेरि भने सबैलाई गौरवलाई यसो गरे के पिसा गर्न गएको। गाइस सबै मान्छेहरू हुँदाखेरि त मलाई आउन के सुस गरिदिन्न। हालिदिनु पर्यो क्या सुस बच्चामा गर्दैछ यही मान्छेलाई नानी धेरै मान्छेमा आउन्न टक्क लाएर किसिम बोल्छ नि। अझै अरू पनि हेर्दैछौँ हामी हेरिराख्नु होला। ल यहाँ चाहिँ सत्यवतीको यहाँ लाइन लाग्दैछ। यता पन्चे बाजा लाइन यता बहिनी हेलो 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 ल त ल गाइस हामी चाहिँ धेरै दुल्दा ठाकेर एकछिन यहाँ शीतल ठाउँ पाइएर एकछिन बस्न आएको। टक्क ब्याकग्राउन्डमा हल चाहिँ खतरा छ। आँखामा त अब सबै नाचिरहेको छन् है। एक झलक हेरिन रे हो अब शान्त अलिक खुल्ला ठाउँमा नजाने हुन्थ्यो होइन नि अलिक खुल्ला ठाउँमा नजाने हुन्थ्यो नि त। अब कता खुल्ला जाने अब हुनु पर्यो नि। हामीले अघि भेटेको के भन्छ बहुत त कहाँ थाहा छैन है फेरि मैले पनि देखाउनु पाने हिमाल के जा देखा के हिमालय 10-15 हजार हालेर बस्यो भन्थ्यो
लग हेर सत्यौटीको भिड राम्रो साउन्ड सिस्टमको व्यवस्थापन गरिदिनु हुने नवनिर्माण साउन्ड सिस्टमलाई पनि हार्दिक आभार व्यक्त गर्दछौँ। त्यसैगरी हरेक वर्ष सत्यवती ऐतिहासिक सांस्कृतिक तथा पर्यटन मेलाको प्रवर्धन मिलाउँदै आएको छ। सत्यौटीको भिड यतामा पनि छ फेरि यता नि ओहो बब्बाल गाइस बब्बाल टक यहाँको भिड छ होला हेरमै कस्तो छिरा घाँसको छिरा के यहाँ पालो पुर्ने होइन क्या छिर्नी हो हर यार लास्ट यार भर्खर त बरु अलिक फुलेछ होइन उहाँहरू होइन के चिन्ता नगर के उता त उहाँहरू आउँछ नि उहाँहरू आउने यहाँ बाटो को हैछ नि हामीलाई नाच सिक्ने यसो मेन्सन गरिदिउँ त गाई यहाँभित्र नाच सिक्ने को हैछ र यसो राम्रोसँग देखेन चिन्नेले मेन्सन हालिदिउँ त वाह अरे वाह सो फाइनल्ली गाइज म चाहिँ घर आइपुगेँ होइन हल्का भोक पनि लागेको थियो आउने बित्तिकै खाना खाइदिएँ नास्ता त खाएको त्यही पनि हल्का भोक लागेको थियो अलिअलि बिहान भात खाइदिएँ कपडा नफेरेर अब चाहिँ कपडा फेरेर तपाईँ सुत्दिने हो भिडियो चाहिँ त्यति राम्रोसँग गराउनु पाएन त्यही पनि जस्तो भए पनि हेरिदिनु भएकोमा यहाँसम्म जसले पनि हेर्नुभयो तपाईँहरूलाई मनैदेखि धेरै धेरै धन्यवाद र च्यानल सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ सब्सक्राइब गर्नु होला लाइक र कमेन्ट गर्न पनि नभुल्नु होला र सेयर गर्न पनि नभुल्नु होला ल बाँकी नेक्स्ट भिडियोमा भेट्नेछौँ हामी अब दिन त लाजा मस्त सुत्दिने हो गुड नाइट गाइज सुत्दै अब अरू भिडियोमा भेट्नेछौँ है त भिडियो चाहिँ जस्तै भए पनि इन्जोय गरिदिनु होला हेरेर साथ सपोर्ट देखाइदिनु होला बाई बाई